हेलो नमस्ते साथीहरू। आज चाहिँ हामी अर्डिनो सिक्न सुरु गर्दैछौँ है त। यो भिडियोमा चाहिँ तपाईँले अर्डिनो उनो के हो भनेर जान्नुहुन्छ, ब्रेडबोर्ड कसरी प्रयोग गर्ने भनेर सिक्नुहुन्छ, जम्पर वायरहरू के हो भनेर सिक्नुहुन्छ र अन्त्यमा एउटा लिड ब्लिङ्क गरेर हामी प्रोजेक्ट बनाएर देखाउँछौँ। यो चाहिँ हाम्रो अर्डिनो बोर्ड हो। यो चाहिँ अब हाम्रो प्रोजेक्टको मुटु नै हो। यो चाहिँ यसमा चाहिँ थुप्रै पिनहरू हुन्छ। अब एउटा पावर सेक्सन हुन्छ, एउटा एनालग सेक्सन हुन्छ, डिजिटल सेक्सन हुन्छ। अब तपाईँको डिजिटलमा चाहिँ तपाईँको 13वटा पिन हुन्छ। त्यसपछि यसलाई चाहिँ युएसबी पोर्टबाट चाहिँ हामीले पावर दिन मिल्यो। अब तपाईँले बाहिरबाट ब्याट्रीबाट चाहिने छ भने ब्याट्रीबाट पनि दिन मिल्यो। अनि तपाईँको यस्तो छेउमा एउटा सानो बटन हुन्छ, यो चाहिँ रिसेट बटन हो। त्यसै गरी अब हामीसँग अर्को चाहिँ यो ब्रेडबोर्ड भनेकै यो रोटी काट्ने बोर्ड जस्तै हुने भएर यसलाई ब्रेडबोर्ड भनेको हो होइन। अनि यसमा चाहिँ प्लस र माइनस दुईवटा छुट्टाएको हुन्छ। जस्तै तपाईँले निलो धर्सा देख्नु भएको छ, निलो होइन, निलो रातो। अब त्यो निलोमा चाहिँ हामीले माइनस दिन मिल्यो, अनि प्लस भनेकोमा चाहिँ पोजिटिभ दिन मिल्यो। अनि त्यसपछि अब यो ब्रेडबोर्ड चाहिँ भयो भने अब हामीले सोल्डरिङ गरिराख्नु परेन। यसरी अहिले मैले राखेको जसरी यो राखेपछि तपाईँको सोल्डरिङ गरिराख्नु परेन। अब जम्परहरू हालेर काम गर्न मिल्यो। अब पहिला चाहिँ हामी लिडलाई ब्रेडबोर्डमा राखौँ। अब यो यसको लामो खुट्टा प्लस चाहिँ हामी रो 15मा राखौँ। अनि त्यसपछि छोटो खुट्टालाई चाहिँ हामी 20मा राखौँ। त्यस्तै हामीसँग अर्को सामान रहेको छ, रेजिस्टर। यसले चाहिँ अब भोल्टेजलाई कम गराउने काम गर्छ। अब हाई भोल्टेज छ भने यसले कम गराउने काम गर्छ। अब त्यसपछि चाहिँ अब रजिस्टर राख्ने पालो आयो होइन। अब रजिस्टर राख्दा चाहिँ हामी ए साइडको एउटा खुट्टा चाहिँ रो 20मा र तपाईँको अनि माइनस यता छेउपट्टिको माइनसको लाइनमा एउटा खुट्टा राख्थ्यौँ। अब त्यसपछि चाहिँ हामी जम्पर वायर राख्दाखेरि चाहिँ हामी ए को 15मा एउटा अनि एउटा चाहिँ यो माइनसको लाइन नेगेटिभ लाइन जतातिर राखे पनि भयो। अब त्यसपछि चाहिँ हाम्रो अब जम्पर वायरलाई अर्डिनोमा जोड्न पर्यो। जस्तै अब हामी
प्रोग्राम लेख्दाखेरि 13 को पिनमा हाल्छौँ। पहिला सुरुमा चाहिँ यो ग्राउन्डमा राखौँ नेगेटिभ लाइनलाई, त्यसपछि यो पोजिटिभ लाइनलाई चाहिँ यो लेखेको त्यहाँनिर सानो अक्षरमा लेखेको हुन्छ 1 2 3 4, त्यसको चाहिँ तपाईँको 13 नम्बरमा पिन छिराउने। अब यो हाम्रो एउटा सर्किट पुरा भयो। अब यो कम्प्युटरमा युएसबीसँग जोडेर अब हामी प्रोग्रामिङ गर्छौँ। अब चाहिँ यो कम्प्युटरमा यो आर्डिनो आइडिई भन्ने चाहिँ म तपाईँलाई डिस्क्रिप्सनमा लिङ्क दिउँला। अब यसमा चाहिँ हाम्रो प्रोग्राम जस्तै पहिलो लाइनमा चाहिँ प्रोग्राममा पिन मोड 13 हामीले किनभने 13 बाट आउटपुट लिएको छौँ, त्यो 13 लाई आउटपुट बनाउँछौँ। दोस्रो लाइनमा चाहिँ हाम्रो डिजिटल राइट जस्तै 13 हाई भन्यो भने यसले चाहिँ लिडलाई बोलाउँछ। अनि तेस्रो लाइनमा चाहिँ यसले डिले 1000 लेखेको छ, यसले चाहिँ 1 सेकेन्ड रोकिन्छ हैन। चौथो लाइनमा डिजिटल राइट 13 लो भनेर लेखेको हुन्छ, यसले चाहिँ लिडलाई निभाउँछ। पाँचौँ लाइन चाहिँ डिले 1000 भनेको चाहिँ यो चाहिँ फेरि 1 सेकेन्ड रोकिन्छ, 1 सेकेन्ड बल्ने 1 सेकेन्ड रोकिने, अनि यो फेरि लुप फेरि दोहोरिन्छ। त्यसपछि हामीले यो प्रोग्रामलाई यो आर्डिनोमा अपलोड गर्ने। त्यसपछि अब फाइनली हाम्रो प्रोग्राम अपलोड भएपछि लिड ब्लिङ्क गर्न थाल्यो। अब यो बेसिक प्रोजेक्ट हो। अब हामी बिस्तारै अर्को भिडियोमा अझै नयाँ प्रोजेक्टहरू ल्याउने नै छौँ। प्लिज सब्सक्राइब एन्ड लाइक। थ्याङ्क यू।